हेलो सेवारो नमस्ते वेलकम बैक टू माई एनदर भिडियो न्यू डे न्यू ब्लगको साथमा चाहिँ म उपस्थित भइसकेको छु डोको बोकेर हैन कहाँ जाँदैछु भन्दाखेरि म स्टिल अहिले गाउँमै छु अनि गोठ जाँदैछु अनि गाउँ आएपछि चाहिँ प्रायः जसो डेली रुटिन जस्तो नै हुन्छ गोठ जानुपर्ने हुन्छ अनि अहिले चाहिँ कति 1 बज्न लागेको छ अनि दिउँसोतिर चाहिँ जहिले गोठ जानुपर्ने हुन्छ कहिले काहीँ मात्रै हो घरमै त काम परेको बेलामा अनि अहिले चाहिँ गाउँतिर चाहिँ घमाइलो छ देख्न सक्नुहुनेछ यस्तो मजाले घाम लागिरहेछ है अनि जोस बिहान बेलुका चाहिँ चिसो भए तापनि दिउँसो चाहिँ घाम लाग्ने गर्छ त्यही भएर एकदमै न्यानो हुन्छ अनि यो बाटोहरू चाहिँ हामी गोठ जाने बाटो हो बाटोहरू सबै झोर जङ्गल भइगएको छ पहिला त यस्तो थिएन अहिले त खासै मान्छेहरू पनि खासै हिँड्दैन त्यही भएर चाहिँ यस्तो छ प्राय जसो गाउँमा खासै कोही पनि छैन हो घरमै आफै काम गर्यो बस्यो यस्तै छ जिन्दगी बितिरहेछ म पनि अलि दिनको लागि मात्रै हो अब फेरि ब्याक टु धरान हुनुपर्छ मेरो धरानमा घरमा पनि फुलहरू बिजुक भइसक्यो कति धेरै याद आइसक्यो मलाई यस्तो धेरै सुगन्धीहरू उम्रेको छ कि यिनीहरू चाहिँ सबै सुगन्धी है साथीहरू यस्तो छ हामी गोठ जाने बाटो म चाहिँ गोठ आइपुग्न लागे ऊ तल देख्दै हुनुहुन्छ होला त्यही हो हाम्रो गोठ अनि यिनीहरू चाहिँ सबै गोठको बारीहरू यहाँ कति धेरै रुखहरू देख्नुहुन्छ यिनीहरू सबै घाँसहरू हो यस्तो छ है अहिले चाहिँ सबै बाली नाली उठाइसकेर चाहिँ यस्तो सुक्खा छ यिनीहरू यो पहिरोहरू चाहिँ अस्तिको दसैँ टाइममा एकदमै भीषण वर्षा भएकोले गर्दाखेरि चाहिँ यति म चाहिँ गोठ आइपुगेँ अनि यहाँनिर साग लसुनबारीमा चाहिँ पानी लगाइराखेको थिएँ नि त बिहान अनि त्यही भएर त्यो चाहिँ फुर्किने चलिरहेछ अनि यो प्याज चाहिँ हिजो मैले गोडेको अनि यहाँनिर एकछिन हेर्दै बसिरहेछु कपाल नुहाएर आएको अनि त्यही भएर एकछिन घाममा बस्नु पर्यो भनेर बसिरहेछु म चाहिँ दिउँसो चाहिँ मजाले घाम लाग्छ 3 बजेपछि चाहिँ अलि हावा चल्न थाल्छ र जाडो जाडो हुन्छ यस्तै छ चाहिँ मैले यो देख्न सक्नुहुनेछ यो पत्ता भएकोहरू यिनीहरू चाहिँ फुल तरुल हो अब यिनीहरूलाई मैले खन्नु पर्ने हुन्छ सुरुमा चाहिँ यसको पत्ता काट्ने अनि त्यस पछाडि खन्ने हेर्दै गर्नुहोस् होला है त ल मैले चाहिँ खन्नु पनि सकेको छु फुल तरुल यहाँनिर यति भएको छ अनि त्यस पछाडि यहाँ पनि छ अब यसलाई उठाउनु पर्ने हुन्छ बोरामा यहाँ छ यो चाहिँ चारो पनि हुन्छ यसको पत्ताहरू पनि चारो हुन्छ अनि यसलाई नै
काटेर दिँदाखेरि पनि चारो हुन्छ, तर यो अब अर्को साललाई रोप्नलाई मिल्छ। यसको पत्ता चाहिँ मैले सुँगुरले खान्छ कि भनेर रेडी गरेको, खान्छ कि खाँदैन थाहा छैन। यहाँनिर मैले झिक्रा पनि ढोड पनि जलाउनु भनेर रेडी गरिरहेछु। यहाँनिर सबै अब सफा गर्नुपर्ने हुन्छ है त। यो चाहिँ खानु मिल्छ कि मिल्दैन थाहा छैन, सायदै मिल्दैन होला कि भनेको, तर मिल्छ भन्ने सुनेको थिएँ, कतै कतै हो कि भन्ने थाहा छैन। अझै माथि पनि ल फुल तरुल खनेर चाहिँ यति भयो है 2टा बोरामा। साथीहरू मैले चाहिँ यहाँको झ्यासहरू पनि पोलिसकेँ अनि यता पनि पोलिरहेछु। यता मासतिर पनि अब छ, त्यो चाहिँ अब आज भ्याउँछु कि भ्याउँदिनँ।